बेडबाटै गुड मर्निङ साथीहरू। स्केटिङ खेल्नु भएको छैन? आउनुहोस् सँगै खेल्न जाने। अब हामी चाहिँ स्केटिङ खेल्न जाँदैछौँ। अब पुग्न लागिसक्यो। रुका यस्तो घाम छ यार है। जाडो महिना हो कि गर्मी महिना हो? के लाग्छ तिमीलाई? त्यही भनेको यार, झन् आजै सनस्क्रिन लागिन यार मैले यार। यस्तो राम्रो अनुहार कालो हुन्छ बिहान बेलुका चिसो हो नि, दिउँसो चाहिँ यस्तो घाम बोलेर बनाएको छ। हेर न यार, बल्ल बल्ल अलिअलि गोरो हुन लाग्थे, त्यही घामले गर्दा कालो भइयो यार, डढाइदियो। ओके, फाइनली हामी चाहिँ स्केटिङ गर्ने ठाउँमा पुगिसकेका छौँ। अब भित्री इन्ट्री हुनु परिहाल्यो। यिनीहरू अघिदेखि कहिले पुग्ने उहाँ पर गएर बसिरहेछन्। अब पुगिसक्यौँ भित्र, लड्दै पढ्दै आएका हामी भन्दै लड्दै पढ्दै भिडियो बनाउने नै छु। त्यसपछि हामी यहाँबाट इन्ट्री गऱ्यौँ र इन्ट्री गर्न साथ के हो यो चाक देखाउँदै पो जान्छ त। पुग्यौँ, अब स्केटिङको लागि रेडी हुँदैछौँ। A few moments later. ल, फर्स्ट एक्सपिरियन्स यस्तो छ। उहाँ यहाँबाट अगाडि बढ्न सक्नु भएको छैन। बहिनी त्यही, ऊ त्यो मान्छे त्यहाँ। घिस्रिँदै आऊ न, घिस्रिँदै आऊ। यो ज्ञानेश्वर दामी। दामी सही हो। यो दिदी चिन्ता किन, आज म सबलाई सिकाइदिन्छु, सबलाई। A few moments later. दिदी लड्नु भयो र? यसरी लडे म होइन, अब के गर्नु त, लडेछि त। ओहो, बेजत भयो यार, उठ्नुपर्छ। बस लड्दा चाकको चपाती भइसक्यो। यही नहीं, अभी और सुनिए। मोटू और पतलू की जोड़ी। लगी आगे स्वाद। भइसक्यो साथीहरू, त्यो पनि खेल्न चाहिँ पुगेन। वान नेक्स्ट मोर वान्स मोर ट्राई। स्केटिङ गरेर पनि सक्यो। लास्टै एकदम धेरै मजा आयो। तपाईहरु पनि खेल्नुहोस् साथीहरु, एकदम नयाँ भन्दा खतरनाक वाला एक्सपिरियन्स हुँदै रहेछ। Ababil Tierney Paulo. कति भयो है? 750 750 हैन म तिर्छु नि। ए ल लास्टै भोक लागेको थियो, त्यही भएर रेस्टुरेन्टमा छिर्यौं। यम्मी मोमो। फर्किने बेलामा यहाँ चाहिँ एउटा पार्क रहेछ र हामी चाहिँ यहीँबाट गयौँ। भगवानले चाहे हाम्रो नि यस्तो दिन छिट्टै आउला। यिनीहरू फोटो खिच्ने भनेको ल
हेर ए फोटो हैन ट्राउजर खिचेको रे हामी पनि प्यान्ट खिच्ने हो कि कस्तो यस्तो यस्तो बिचमा राख न मेरो मिल्यो दिपेश र मेरो एउटै छ जुत्ता ल हो त ला नो एन्ट्री त लेखा छ तर अब के हो नेपाली हो नेपालीले गर्छ भने जस्तै नो एन्ट्री नदेखिकन भित्र छिर्छ के गर्नु त नेपालीहरुले गर्छ अब अलिकति रिक्स लिएर जाम बहिनीलाई रहत रहेछ ए माथिबाट जाम न त पुलिसहरु पनि छैन त यार गाडी नै आइरहा पुलिसले लखेट्दैन नि अहिले लठी लिएर हुन त सबजना मान्छे छिरिरा रहेछ फोटो खिच्ने सबजना सेल्फी टिकटक खिचिरह ठिक छ हामी चाहिँ साइडबाट गएर यहाँबाट एक्जिट लिउँ न त छ नि यार तर अब ढोका पो बन्द छ भने चाहिँ फेरि फर्किनुपर्छ भने यार हो यार कस्तो दामी छ तर एरिया पनि राम्रो यार हेर्नु सर र सफा ठिटिक्क परेको बोटै बोट बिरुवा संसद भवन चाहिँ अहिलेसम्म बनेको छैन कालै छ उता त भवन परेकै छ ए कति ठाउँमा के पढेर उता डान्स गरेर राख्छन् उता दाइहरू तर के गर्नु देखिँदैन बाफ्रे चाहिँ क्लोज क्लिप ला पुलिस अङ्कल आउनु भयो उहाँले लखेटिरहनु भएको छ सबैलाई मान्छेहरू भित्रैबाट आइरहेछन् गाली गर्छ कि क्या ए खोइ सबैजना आउनु थाल्यो अनि हामी त हो र ए हुन्छ त हामी निस्किहाल्यौँ त्यही भएर हामी त ए हुन्छ त हुन्छ हस् ल ए ल निस्क्यौँ हामीहरू ल दामीवाला सजेसन पाइसकेपछि के अब थर्काइहाल्नु भयो भागुमै साथीहरू अब फेरि के गर्नु अब जानै पर्यो स्केटिङ खेल्न गएको पछारेरै हालत खराब छ हातको के भएको छ हात मात्रै होइन पिछाडाको नि हालत खराब छ उनीहरू पनि त्यस्तै हो के गर्नु उनीहरू आफ्नै सुरमा छन् हामीहरू आफ्नै सुरमा छन् उनीहरूलाई कति सानो देखेको कि हाम्रो हाइट ठुलो भएको हो ल फाइनली जे जस्तो भयो आजको दिन पनि राम्रोसँगले नै कट्यो बहिनी आई फाइनली भेटियो होइन फाइनली सकियो के भन्नु छ भने भन्दा हुन्छ नभए आजको लागि यहीँनिर इन्ड गराइदिउँ केही भन्नु छैन ल केही भन्नु छैन अरे साथीहरू त्यही भएर आजको यो को कसलाई नचाइदिने कहाँ पार्कमा ए होइन पार्कमा बाँदर नाचेको राम्रो देख्दैन पार्कमा बाँदर नाचेर राम्रो देख्दैन अब ल है त आजलाई यति नै गरौँ नेक्स्ट टाइम अर्को भ्लग लिएर फेरि नै आउने नै छौँ त्यतिन्जेलसम्मको लागि के हुने रे त्यतिन्जेलसम्म हो ल त्यतिन्जेलसम्मको लागि स्वस्थ रहनुहोस् मस्त रहनुहोस् हस्त धन्यवाद वेट मैले भनेको थिएँ नि सानोतिनो गिभ अवे पनि गर्छु भनेर यसको लागि चाहिँ तपाईँले एउटा सानो क्वेसनको एन्सर दिनुपर्ने हुन्छ हामीले स्केटिङ खेलिसकेपछि हामीले बिल पे गर्यौँ कति अमाउन्टको बिल पे गर्यौँ कमेन्टमा भन्नुहोस् जसको सुरुमा सही एन्सर कमेन्टमा आउँछ उसलाई म गिभ अवे गर्नेवाला छु